हेलो गाइज, वेलकम टु माई अनदर भिडियो। आज चाहिँ हामी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 3 मा रहेको यो ठुलोसम्मा भन्ने ठाउँमा आएका छौँ। आज हामी गार्जियनसँग भेटघाट प्लस शुभकामना आदान प्रदान कार्यक्रममा चाहिँ युनाइटेड एकाडेमीबाट सम्पूर्ण शिक्षक शिक्षिकाहरू यो ठाउँमा आएका छौँ। एकदमै रमाइलो ठाउँ छ। यहाँ चाहिँ प्राकृतिक सौन्दर्यताले भरिपूर्ण रहेको यो ठाउँ, हरियो वनहरू देख्न सक्नुहुन्छ नजिकै। एकदम रमाइलो। यो चाहिँ मेरो पहिलोचोटि हो यो ठाउँमा चाहिँ। यहाँ चाहिँ घरहरू अलिकति टाढा टाढा रहेछ। हाम्रो विद्यार्थीहरू चाहिँ यो घरबाट पनि जानु हुँदो रहेछ पढ्न चाहिँ। यहाँ चाहिँ यो कापु फुलिरहेको रहेछ, देख्न सक्नुहुन्छ। फलफुलका बोट बिरुवाहरू। यहाँ चाहिँ हाम्रो नेचुरल स्विमिङ पुल रहेछ। यहाँ चाहिँ भ्यागुताका बच्चाहरू पौडी खेलिरहेका छन्। एकदमै सफा छ पानी चाहिँ। हाम्रो निशा म्याम, भुवन सर हुनुहुन्छ। हिँड्न गाह्रो भयो, त्यहाँबाट आउँदै हुनुहुन्छ। हाम्रो जीवन सर आउँदै हुनुहुन्छ। उहाँलाई चाहिँ एकदम गाह्रो भइरहेको छ हिँड्न। जीवन सर, कस्तो फिल भइरहेको छ? यो ठाउँमा पहिला आउनुभएको थियो? दोस्रो पटक हो। भुवन सरको हाम्रो टोली चाहिँ यसरी हिँडिरहेको छ। हजुर, हाम्रो चाहिँ गाडी छ है। हामी गाडीमा अब हिँड्ने चाहिँ थोरै थोरै पैदल हो। जङ्गलका रानीहरू अगाडि छन् दुईटा। आधा टिम चाहिँ हाम्रो उतातिर गयो, हामी आधा यता आएको। साथमा रिता बहिनी आज चाहिँ यिनको इक्जाम भएको कारणले आउट ड्रेसमा छिन्। हाम्रो इन्टरनेसनल आन्टी हुनुहुन्छ। एकदम यहाँ त बाघ जस्तै छ यहाँको ह्याबिट। सबै डराउँछन् आन्टीलाई देखेर। हो त, हामीलाई बाघले अट्र्याक्ट गर्यो भने आन्टीले हामीलाई सेफ गर्नुहुन्छ भनेर। बाई, यो छुट्टै दुनियाँ छ क्या यहाँ चाहिँ। विद्यार्थीलाई बाई बाई। हाम्रो चाहिँ बाटो यस्तो भएको कारणले हाम्रो दिदीले चाहिँ ढुङ्गा फाल्दै हुनुहुन्छ। बाटो चाहिँ एकदम डेन्जर छ है। म त यता पहिलोचोटि आएँ कि, मेरो पनि फर्स्ट टाइम हो। यहाँ चाहिँ हाम्रो हजुरबुवाहरू हुनुहुन्छ। नमस्कार। विद्यार्थीको हजुरबुवा। नमस्कार बुवा। नमस्कार। सन्चै हुनुहुन्छ? अब हामी चाहिँ कुन गाउँमा आछौँ रिता? यो चाहिँ बिस्मुरे गाउँ। यो चाहिँ नेक्स्ट। म यो गाउँको कहानी भन्छु क्या। पहिला यहाँ बिस्मुरी फल्थ्यो अरे के प्रत्येक कट्ठामा। अनि त्यही भएर एक कट्ठामा बिस्मुरी, अनि त्यही भएर यो ठाउँको नाम चाहिँ बिस्मुरे हो अरे के। एउटा कट्ठामा हो कि होइन निशा म्याम भन्नु त? हो त, पहिला पहिला हो के। एक कट्ठामा बिस्मुरी फल्ने भएको कारण हो के। पहिला नाम आकार नै त्यस्तै। यहाँको प्राकृतिक सौन्दर्यता देख्न सक्नुहुन्छ। हाम्रा उत्तिकै राम्रा मिस म्यामहरू हुनुहुन्छ यहाँ। प्रकृतिले भरिएका नेचुरल सुन्दरीहरू। त्यहाँ हेर्नु, मुनि मुनिहरू चरेर घर फर्किँदैछन्। कस्तो नेचुरल के पुरै सबै। हाम्रो सरहरू आउँदै हुनुहुन्छ गाडी त्यहाँ राखेर। हाम्रो जीवन सर एकदम एक्टिभ हुनुहुन्छ। हाम्रो भुवन सर एकदम लेजी, कामचोर हुनुहुन्छ। उहाँ चाहिँ प्रिन्सिपल सरलाई यो कुरा चाहिँ म देखाउँछु। किन अल्छी गरिरहनु भएको? 2-4 शब्द भन्नु न केही। हो गाइस, यसलाई चाहिँ थाकल भन्छ। यो चाहिँ यतातिर फल्ने रहेछ है। जीवन सर कस्तो छ? कस्तो राम्रो झोप्पा। हजुर बुवा, कति वर्षको हुनुभयो हजुर? हजुर धेरै वर्ष छैन, अब डिग्री गरिसक्यो। अब डिग्री गर्यो। हाम्रो यहाँ चाहिँ विद्यार्थीको हजुरबा हुनुहुन्छ। रिता, थाकल खाऊ। यहाँ चाहिँ अर्ग्यानिक फलफुल अनि रिताले खुवाउँछन्। हामी चाहिँ थाकल खाँदै खाँदै हजुरबुवाको गफ सुन्दै, हाम्रो स्टाफहरूको कुरा सुन्दै हामी हिँडिरहेको छौँ बिस्मुरे गाउँमा है।
यहाँ चाहिँ यिनीहरू चाहिँ हेर्नु न यो नेचुरल प्राकृतिक यो फलको चाहिँ बदनाम गरिरहेछन् यति धेरै टिपिरहने भगवान् सिङ्गर भोइस अफ नेपाल यिनी रित्ता नानी हुन् कति राम्रो मान्ने छ भन्दा चाहिँ यिनी पनि राम्री मान्ने छिन् बहुत थक गयो हम धेरै थकाइ लाग्यो हिँड्दै हिँड्दै थाकल खाँदा खाँदै मुख सुकिसक्यो पानी भन्ने कुरा छैन रमाइलो भइरहेछ जे होस् दुःख प्लस रमाइलो यही नै हो जिन्दगीको के भन्छ अरे जिन्दगीको यात्रा यदि यो बिस्मुरे भन्ने ठाउँमा कोही केटीलाई बिहे गर्न मन छ सुन्दर शान्त वातावरण हेर्नुहोस् यस्तो राम्रो अनि त्यसै माथि हेर्नुहोस् यो जङ्गलमा पाइने के अरे नाम खजुरी हेर्नुहोस् यति धेरै अनि त्यसमा फेरि हेर्नुहोस् सुन्दर हरियाली आकाशमा हरियाली छ र यहाँ बर पिपल पनि रहेछ अनि हरियाली अनि स्वस्थ हावा फ्रेस हावा हो यिनीहरूले चाहिँ कति धेरै खान्छन् बट मैले चाहिँ खाएको छैन कस्तो किरा आइरहेको के हामीलाई चाहिँ गाडीले त्यहाँ वेट गरेर बिस्मुरेको गाउँ हो हामी आज यहाँ यदि यस गाउँमा कोही केटीहरू इन्ट्रेस्टेड हुनुहुन्छ बिहे गर्नको लागि भनेपछि सम्पर्क गर्न सक्नुहुन्छ मेरो नम्बरमा एउटा भाइ खोजेर यहाँ कसैलाई भाइ गराएर त्योसँग मेरो बहिनीको बिहे गरिदिन्छु चाहिँ प्लास्टिकले चाहिँ कुला जस्तो बनाएर चाहिँ यो नयाँ टेक्निक लाग्यो मलाई चाहिँ यो चाहिँ सिँचाइको लागि अहिले उ त्यो घरमा जाँदैछौँ त्यो चाहिँ हाम्रो विद्यार्थीको घर हो हाम्रो गाडी त्यहाँ छ उ त्यहाँबाट सोनु दिदीले सुषमा भन्दा तिनीहरू चाहिँ अल्छी भएर आएनन् है हामी चाहिँ आयौँ यो चाहिँ यहाँ अर्ग्यानिक तरकारी रहेछ यसलाई चाहिँ के भन्छ अरे भुवन सर जल्लुको भन्ने रहेछ चाहिँ प्रशस्त मात्रामा छ जल्लुको देख्न सक्नुहुन्छ हामी चाहिँ उ त्यो दुईवटा घरमा जाँदैछौँ बाटो चाहिँ यताबाट छ यो जल्लुको देखेपछि हामी सबैलाई तरकारी पकाएर खाने मन लाग्यो अनि हामी चाहिँ अर्ग्यानिक तरकारी काट्दैछौँ रिता मिसले चाहिँ काट्नलाई सहयोग गर्दै हुनुहुन्छ भुवन सर जीवन सर र मैले चाहिँ लाने भयो है रिताले चाहिँ नलाने गाइज हामी यति बेला कहाँ आएका छौँ गते गाउँमा प्रवेश गऱ्यौँ हाम्रो विद्यार्थीहरूको घर हामी देख्न सक्नुहुन्छ हाम्रो स्कुलको बस त्यहाँ छ हाम्रो होम भिजिट कार्यक्रम चाहिँ यहीँ आएर समाप्त भएको छ सम्पूर्ण एकदम थकित हुनुहुन्छ अब चाहिँ हामी जाने हो